नमस्ते, म चाहिँ यो कता हो डिजिटल ठेगाना प्रणालीबाट। यो कता हो डिजिटल ठेगाना प्रणालीले चाहिँ हामीसँग अहिले धेरै मान्छेको 95% मान्छेको घरमा यो ठेगाना छैन। यो ठेगाना बनाउनलाई पनि त्यो पनि निःशुल्क रूपमा बनाउनलाई हामी सोशल इनोभेसनमा यो कारणले आएको छौँ कि यो ठेगाना चाहिँ हरेक मान्छेले निःशुल्क बनाउन सक्छन्। नमस्कार, म रामप्रसाद रिमाल। ठेगानाको समस्यालाई समाधान गर्न चाहिँ हामी कता हो डिजिटल एड्रेस सिस्टम लिएर आएका छौँ। यसको चाहिँ कोर मोडेलको कुरा गर्दाखेरि हामीले पहिला चाहिँ नेपालको एउटा सिस्टम बनाएका थियौँ। नेपालको मात्रै प्रब्लमलाई हेरेर अहिले हामीले स्केल गर्नको लागि हामी कन्ट्री एड्रेस क्लाउड क्याकको अवधारणा ल्याछौँ र हरेक कन्ट्रीलाई हामीले अनबोर्ड गर्न सक्छौँ भनेर अहिले हामी धेरै कन्ट्रीमा काम पनि गरिसकेका छौँ। मोबाइल एप्लिकेसन छ, आफ्नो घरको ठेगाना आफै बनाउन सकोस्, सरकारले दिने भन्दा पनि इन्डिभिजुअल आफैले पनि बनायो भने स्केल गर्न सजिलो हुन्छ। त्यसपछि वेब छ, यसको वेबको भर्जन छ। त्यसपछि एड्रेस प्लेट छ, यसमा चाहिँ हामीले घरमा राख्नुपर्ने फिजिकल प्लेट छ। त्यसपछि इमर्जेन्सी रेस्पोन्स कन्सोल युनिट छ, जुन चाहिँ हाम्रो इमर्जेन्सी रेस्पोन्सको लागि युज हुन सक्ने सिस्टम त्यो छ। त्यस्तै कता हो आइडी, केआइडी भन्ने छ। त्यो केआइडी चाहिँ युनिफाइड गर्ने, हाम्रो डेटा कलेक्सनदेखि सबैलाई केआइडीले युनिफाइड गर्न, युनिफिकेसन गर्न मद्दत गर्छ। त्यसको एपिआई छ, एसडिके छ, त्यो स्केल गर्नको लागि चाहिँ। यसको मेजर फिचरमा चाहिँ यो सिस्टम होल अफलाइनमा चल्न सक्छ। क्याकबाट चाहिँ डेटा डाउनलोड गरिसकेपछि त्यो अफलाइनमा चल्न सक्छ। यो युनिक छ, जस्तो नेपालकै हामीले 16 बिलियन कोड नेपालको बनाएको छौँ, त्यस्तै ट्रिलियन्स अफ कोड डेभलप गरेका छौँ। एक्युरेट छ। त्यसपछि यो इन्क्लुसिभ छ, जसले पनि यसलाई युज गर्न सक्छ। अघि नै मैले भने अब बुवाले पनि एड्रेस दिन सक्नुहुन्छ, सानो बच्चाले पनि दिन सक्छ विदिन 3 सेकेन्ड। त्यसपछि स्केलेबल पनि छ। हामीले जस्तो सानो एरियादेखि हामी ठुलोसम्म जहाँ पनि हामी लान सक्छौँ। र मेजर चाहिँ हामी लोकली एड्याप्टेबल, यो लोकल गभर्मेन्टदेखि लिएर सानो एउटा चाहिँ समूहले पनि आफ्नो ठेगाना बनाएर काम गर्न सक्छ र यो कम्प्याटेबल छ, जहाँ पनि हामीले लान सक्छौँ। र यो एक्सटेन्सिबल चाहिँ छ, यसको मोड्युलर बेसमा बनाएको छ। यो हामीले सबै यो माइक्रो सर्भिस युज गरेर बनाएको छौँ र यसले हामीले हरेक एउटा मोड्युललाई हामीले यो चेन्ज गर्न सक्छौँ, अर्को ठाउँमा लान सक्छौँ। र यसमा हामीले आइओटी पनि युज गरेका छौँ। जस्तो अहिले हामीले हाम्रो प्लेटको कुरा गर्दाखेरि घरमा टाँसेको प्लेटमा स्क्यान गरेर हामी डोरबेल बजाउने, ढुकै खोल्न सक्ने सिस्टमहरू यो आइओटी रेडी छ, फ्युचर रेडी छ। जुनसुकै डिभाइसमा पनि कम्प्याटेबल छ। अनि अब एपिआई भएपछि, एसडिके र एपिआई भएपछि हामीले जहाँ पनि अर्कोसम्म एक्सटेन्ड गर्न सक्ने अवस्था छ। त्यस्तै हाम्रो यो क्लाउड बेस, यसको सिस्टम चाहिँ क्याकको जुन अवधारणा हो, त्यो क्याकले चाहिँ यो क्लाउड बेसको सिस्टम भयो। एकचोटि डेटा डाउनलोड गरिसके पछाडि हामी जुनसुकै कन्ट्रीमा पनि यसलाई एक्सप्यान्ड गरेर लान सक्ने छ। अनि सँगसँगै हाम्रो मोबाइलमा एकदम लाइट वेट छ, यो अल्गोरिदमबाट चल्छ। किनभने बिलियन्स अफ डेटा एल्गोरिदम बेसबाट चल्यो भनेदेखि चाहिँ मान्छेलाई त्यो चलाउन सजिलो हुन्छ।